अघि खुसी लाग्यो तर ऊ गणेश पनि भेट्न आइपुगेको थियो तपाईँ नै उठ्नु भएन अनि छ साथीहरू त कति भेट्न आउने अझै पनि आउँछु भन्दा त्यही त सम्पूर्णलाई मिस गरेको छु तर ढिलो छिटो कसैले उयो गरे चाहिँ मलाई चाहिँ माफ गर्नु होला म पनि अब हतारले घरमा पनि मेरो प्यारीसँग नबोलिकन हिँडेको आज अझ छिटै पुगिन्छ भने चाहिँ यहाँ चाहिँ अब थोरै चिसो तातो पानी खाएर जाने भिडियोमा यस्तो त्यो कभर हेर्नु यो त अनि खतरा यत्तिकै छोड्नु पर्यो यार हेलो एन्ड गुड मर्निङ सेवारो जोजोलोपा फ्यापुला सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो अर्ग्यानिक भ्लगमा आज चाहिँ म पावा भन्ज्याङबाट सुरु गर्दैछु बिहानीको किरण घामसँगै तपाईँहरूलाई स्वागत गर्दैछु आज चाहिँ म पास्टरतिर छु अहिले गोपेटार साइड अहिले म पावा भन्ज्याङमा छु यो पावा भन्ज्याङबाट जोरपोखरीबाट अनि यता प्याङ जानु छ प्याङ के हो भन्ने ठाउँमा है साथी हो अब ठाउँ ठाउँमा तपाईँहरूलाई भन्ने भइरहेछ होटलमा छौँ सानो फ्यान्स हाउस सेवारो लेखेको छ यहाँनिर सेवारो भनिरहनु भएको छ यहाँ सेवारो लेख्नु भएको छ यस्तो छ है गाउँ चाहिँ ल है त गाइड हो फिल्म बजार फिल्म आइपुग्नु आँट्यो त्यो कपाल हेरेर भिडियोमा यस्तो त्यो कपाल हेर्नु यो त अनि खतरा यत्तिकै छोड्नु पर्यो यार हामी मान्छे तर्सिन्छ यो फिल्म अब 10 मिनट लाग्छ है त गाइडहरू हामी चाहिँ यतिखेर फिल्म बजार छौँ फिल्म बजार नि छ हामी चाहिँ फिल्म बजारको एकदम पुच्छरै भन्दा हुन्छ त्यहाँ ब्रेकफास्ट खानालाई अनि गाडीलाई थोरै तेलमा मोबिल लाउनलाई गाडी त्यहाँ बसिरहेको छ अनि भिड पो छ त यस्तोमा घर बनाएको छ यताबाट हो त्यो ठुलो छ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले हुँदो रहेछ डेन्जर छ मासिको चिन्ता त्यो गोलो यस अहिले हामी चाहिँ एक दिन पुग्यौँ पुगेर खानाको 9:30 हुन्छ अब यहाँबाट टाढो हो 15 त के को अरे हामीले कट्याएर आएको कुवालाई पनि खोलेर आएको थियो अगाडि बाटो निर्माण राम्रो हुँदो रहेछ अब हामी चाहिँ फालिलुङ गाउँपालिका आइपुग्यौँ एकछिन कटेर यो 1 दिन 2 कि 3 मा चाहिँ मेरो पुरानो साथी पनि बस्छन्
है। अब तर अब उहाँ लागेको अब यहाँ थोरै रेस्ट गरेको सर्ट गरेको अब चाहिँ यहाँबाट हिँड्न लागिरहेको। केरुङ गाउँ आइपुग्यो घुम्दै घुम्दै। यहाँ त केरुङ मात्रै छ होला है भाइ? केरुङ गाउँ फालेलुङ गाउँपालिका 3 हो। यस्तो छ है फालेलुङ गाउँपालिका। अब चाहिँ आज चाहिँ काम भएन, एकछिन घुम्नलाई निस्किँदैछौँ हामी। मेमेङबाट पारी प्राङबुङ भन्ने ठाउँमा जाने, त्यहाँबाट बेलुका आएर बस्ने, एकछिन घुमेर आउने। त्यस पछाडि चाहिँ हामी जान्छ यहाँ पारी है, उता पार यो देखिएको गाउँमा है, नजिक 20 मिनट। ल त है गाइजहरू। वाह हो गाइजहरू, धेरै वर्ष पछाडि फेरि आइयो प्राङबुङको स्कुलमा। यहाँबाट यस्तो जान्छ नि, यस्तो 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 उयो कटेपछि त फेरि पनि आउँछ त यहाँ। यो कटेपछि रमाइलो रहेछ। यहाँबाट देखाइदिनु पऱ्यो। वाउ दामी छ। यो हो नि त गाउँ, एकदो माथिको गाउँबाट आएको पहाडको। कुन मान्छेले वाह रात किन हुन्छ हजुर दिन किन हुन्छ, छैन जिन्दगीमा कठिन किन। वाह यो हो नि त गाउँ, एकदो माथिको गाउँबाट आएको पहाडको। हेलो गुड मर्निङ है सेवारो। आज चाहिँ म हेलो गुड मर्निङ सेवारो। आज चाहिँ म प्राङबुङतिरै छु अनि बिहानको तातो पानी खाँदैछु। त्यही भएर अब यहाँबाट निक्लन लागेको है। अनि सम्पूर्णलाई स्वागत गर्दैछु। राम्रो हाम्रो दिदी बहिनी, हामी पहिला धेरै अगाडि काम गरेका थियौँ, त्यही गाउँमा सँगै काम गरेको। त्यहाँ दिदी बहिनीको मान्छे छु। अनि त्यस पछाडि भन्छ नि के छौ नमस्ते त गरौँ त ब्लगमा। नमस्ते। ऊ चाहिँ भेना सेवारो कुङबा पनि हो, हामी चाहिँ एउटै कम्पनीमा काम गरेको पहिला। उहाँको घर नजिकै रहेछ म आएको ठाउँदेखि, मेमेङदेखि। त्यही भएर यहाँ निस्केको छु। के छ त हल्लीचल्ली यार ब्रो? एकदम ठिक छ। दिलमुनि बुढा ल सबैजनालाई सम्झिएको चाहिँ थिएँ। अब 1-2 4जनालाई भेटिनँ है बाबै। अघि खुसी लाग्यो तर ऊ
गणेश पनि भेट्न आइपुगेको थियो तपाईँ नै उठ्नु भएन अनि छ साथीहरू त कति भेट्न आउने अझै पनि आउँछु भन्दा त्यही त सम्पूर्णलाई मिस गरेको छु तर ढिलो छिटो कसैले उयो गरे चाहिँ मलाई चाहिँ माफ गर्नु होला म पनि अब हतारले हिँडिहाल्छु समथिङ अब हिँड्नु पनि पर्छ 9 बजी त हिँड्छु 9 बजी हिँड्यो भने 10 11 10 10:30मा पुगिन्छ 11 बजी त काम हुन्छ अनि 11:30मा हिँड्छु 11:30मा हिँड्यौँ भने समथिङ पुग्छौँ क्या छिटै पुग्छौँ यहाँ त्यही भएर छिट्टो भन्दा पनि रविवार गेम हेर्नु छ विशेष रविवारमा गेम हेर्नु छ 3 बजीदेखिको 3 बजी त्यहाँ पुग्यौँ भने भइहाल्छ क्या ल है त ट्याउ 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 यहाँ चाहिँ हुनु हाम्रो भान्जी सीता मगर नौता फर्किरहेको छ पुरै देखाइदिन्छ नि म त हाम्रो भान्जी चाहिँ कालीको किला चाहिँ अब भेट नहोला जस्तो छ त्यहाँबाट टोल्टिया बसिरहेको छ गाउँ ठिक छ होइन हुन्छ यो है गाउँ यस्तो छ जनम जनम ल है दामी छन् हाम्रो दुईजना जोडी है सम्झना स्वरूप म यतिकै खिच्छु नि प्राय फोटो सही घर पनि बनाएको कति राम्रो टार है यो थोरै बसेर पानीकै सुविधा छैन जतै पनि पानी नै देख्दिनँ त किन रातो माटो